फुपालाई जाडो भएर कफी खाँदैछ हैन अब स्किनमा एउटा गीत गाउनुपर्छ अनि मात्रै सुत्ने ल ल गुड नाइट गुड नाइट बाई बाई साथीहरु रात छिपिँदैछ रात दिन भइरहन्छ त्यसैसँग जिन्दगी पनि कटिरहन्छ आज मलाई फेरि एउटा पुरानो मेरो आफ्नै अतीत सम्झना आयो 2042 साल तिरको कुरा हो म कक्षा 8 मा पढ्दै थिएँ श्री भगवती माध्यमिक विद्यालय बेलबारीमा जुन समय दशैं तिहारको माहौल थियो दशैं तिहारको माहौलमा हाम्रो गाउँघरमा नाच हिँडाउने चलन थियो त्यही क्रममा चाहिँ वडा नम्बर 9 को साथी मेरो टेक बहादुर मगरले अनुरोध गर्नुभयो हाम्रो नाच लेटाङ तिर जानुपर्छ गंगाजी गिटार बजाइदिनुपर्छ भन्नुभयो म बजाउन आउँदै होइन र पनि साथीको अनुरोधलाई नकार्न सकिन हुन्छ भने त्यसपछि अनि हिँडियो स्कुलबाटै गयो किताब झोला कता राख्यो त्यो मैले भुलि गएँ अहिले जंगलको बाटो थियो हिँड्दै जाँदाखेरि हामी जाँदाखेरि बेतनाको वाइपारी कहाँबाट गयौँ हामी बेतना सिमसारदेखि उकालो लाग्नुपर्ने लगभग 2.5 घण्टा हिँडेपछि फडानीमा निस्क्यौँ शाम भइसकेको थियो र त्यसमा अनि खानासाना खाएर नाच सुरु भयो लेटाङ र फडानी गरेर 2 रात 2 दिन त्यहाँ बसियो त्यसपछि अनि फर्केर आयौँ त्यही जंगलको बाटो फर्केर आयौँ आउँदाखेरि बाटोमा एकछिन बिसाने भयो बाटोको बिचमा जंगलमा र साथीहरू र चेलीहरूले गंगा दाजु एउटा गाना चाहिँ गाउनु पर्यो भन्नुभयो अनि कुन गाना भन्दै चाहिँ गुलाम अलीको गाजलुती ठुला ठुला आँखा सुनौँ न भन्नुभयो मलाई त अब खासै आउने त होइन के आउने होइन र पनि नगाउन सकिन हुन्छ भने त्यो गीत ल्याएर सम्झिन्छु सायद यसरी गाएको थिएँ होला मैले गजलुती ठुला ठुला तिर बलि बस्यो नीलैमा कालो लामो पदिलकेश छाल बल्यो गलिलो मायामा त्यो मधुर ओठ छाप बनी बस्यो यो दिलैमा पतली त्यो मधुर ओठ छाप बनी बस्यो यो दिलैमा झल्केको त्यो नाकको झल्केको त्यो नाकको फुली ज्योति बन्यो कलिलो मायामा गजलुती ठुला ठुला आँखा तिर बनि बस्यो यो दिलैमा साथीहरु यसरी गीत गाइएको थियो मैले सम्झना गर्छु जोस पुरानो मेरो अतीतलाई सम्झेँ मैले तपाईहरुको समक्षमा राखेँ यस्तै चलन थियो त्यतिखेर अब रमाइलो अर्गानिक समय थियो त्यतिखेर सबै हामी गाउँलेहरु मिलेर हिँड्थ्यौं नाच्थ्यौं रमाइलो हुन्थ्यो मेजोरिटी त्यस्तै राम्रो थियो अर्गानिक मेजोरिटी थियो त्यो जमानामा
अहिले त्यो समय त्यो पलहरू सम्झना गर्छु, बडो मिस गर्छु म चाहिँ। र साथीहरू यस्तै छ, सुनिदिनु भयो, धन्यवाद भन्छु सबैलाई। शुभरात्रि है त।